विशाल विक भन्ने चाहिँ भक्तपुरको अलि विकटतिरको बच्चा हो। यो बच्चाको चाहिँ हेरविचार अरू कुरा चाहिँ उसको हजुरबुवाले गर्नुहुन्छ। विशाल विक चाहिँ जन्मजातै कान नसुन्ने हो र उसको बोली पनि थिएन। ऊ चाहिँ एकदम फाइनेन्सियली एकदमै पोवर। बच्चाको चाहिँ सुनाइ पनि कमजोर, नबोल्ने, त्यो सबै समस्या भएपछि चाहिँ उसको फुपूले ल्याएर चाहिँ फुपूले राख्नुभएको रहेछ। एउटा अमेरिकन संस्थाले नेपालमा हेरिङ लस भएको बच्चाहरूलाई चाहिँ हेरिङ एडहरू दिने भनेर दिएको थियो। अनि त्यो हेरिङ एड दिएर उनीहरूले 1 वर्ष जति चाहिँ त्यसको फलोअप गरेर हेरेछन्। अनि उसलाई खासै बेनिफिट नभएपछि अब कक्लियर इम्प्लान्ट त्यो नै गर्नुपर्ने भएपछि उनीहरूले आफ्नो हेरिङ एड फिर्ता लिएर साइन ल्याङ्ग्वेजको स्कुलमा हाल्नको लागि चाहिँ भनेका रहेछन्। हेरिङ एड चाहिँ फिर्ता लिइसकेपछि उनीहरू अब कक्लियर इम्प्लान्ट गर्न पनि नसक्ने र साइन ल्याङ्ग्वेजमा पनि हाल्नलाई चाहिँ मन नहुँदाखेरि त्यहाँ एकजना डक्टरले चाहिँ मलाई भेट्नु, उहाँले चाहिँ केही गर्न सक्नुहुन्छ कि भनेर पठाउनु भयो। त्यसपछि मसँग भेट भयो। नमस्कार, म पुरुषोत्तम भुर्तेल। म चाहिँ अहिले नेपाल हेरिङ एन्ड स्पिच क्लिनिकको ओनर हो। मैले नेपाल हेरिङ एन्ड स्पिच क्लिनिक सुरु गरेको चाहिँ आज 14 वर्ष जति भयो। यो चाहिँ हाम्रो थापाथली ब्लुबर्ड मलमा छ। यसमा चाहिँ हामीले कान नसुन्नेहरूको हेरिङ टेस्ट, हेरिङ एडहरू र कान नसुन्ने बच्चाहरूको कक्लियर इम्प्लान्ट, स्पिच थेरापी यो सम्बन्धीको चाहिँ हामीले काम गर्छौँ। विशाल विक भेटेपछि मैले पहिला सुरु त उहाँको सबै कुरा बुझेँ, यसरी गरेका छौँ भनेर। त्यसपछि मलाई केही गर्न सकिन्छ कि भने जस्तो लाग्यो। उसको त भविष्य छ नि त। र यही सिलसिलामा चाहिँ मेरो एकजना पेसेन्ट हुनुहुन्छ राजी राणा भनेर, उहाँलेलाई मैले यो सबै कहानी बताएँ। त्यसपछि चाहिँ उहाँले ल सबै म गर्छु भनेर उहाँले इम्प्लान्टको लागि चाहिँ सबै उहाँले डोनेसन दिनुभयो। त्यसपछि रह्यो थेरापीको चाहिँ लगभग 1.5-2 वर्षको जति कस्ट आउँछ त्यो चाहिँ मैले आफ्नै तर्फबाट मेरो आफ्नै उसमा त्यो मैले गरेँ। पहिला सुरु त हामीले फेरि सबै कुरा रिटेस्ट गऱ्यौँ। उसको सुनाइको अवस्थाहरू कति के छ भनेर सबै जाँचहरू गऱ्यौँ। त्यो जाँच गरेर हेर्दाखेरि चाहिँ उसलाई चाहिँ हेरिङ एडले नहुने, कक्लियर इम्प्लान्ट गर्ने भनेर त्यो रिपोर्ट अनुसार आयो। त्यसपछि चाहिँ अब कक्लियर इम्प्लान्टको लागि हामीहरूले सल्लाह गर्न थाल्यौँ। अपरेसन उसको हस्पिटलमा भयो। हामीले चाहिँ उसलाई चाहिने जुन कक्लियर इम्प्लान्ट डिभाइस थियो त्यो डिभाइस चाहिँ हामीले उपलब्ध गरायौँ। पहिला सुरुभित्र उसको इम्प्लान्ट भयो अपरेसन हुँदाखेरि। अनि बाहिरको जुन प्रोसेसर छ 3 हप्तापछि हामीले स्विच अन गऱ्यौँ। त्यसपछि उसले सुन्ने प्रक्रिया सुरु भयो। सुरुमै हामीले चाहिँ जुन इम्प्लान्ट दिन्छौँ त्यसमै 100% सुनाइ हुँदैन। त्यसको लागि चाहिँ 2-3 चोटि फलोअप गरेर मिलाउनु पर्ने हुन्छ। अझै पनि त्यो प्रोसेसमै छ। उसले अब उसले सुन्न सक्यो, तर बोली त अब यतिको भरमा आउँदैन होइन। बोलीको लागि चाहिँ स्पिच थेरापी गर्नुपर्छ। अहिले स्पिच थेरापी चलिरहेको छ। अब अहिले सुनाइमा चाहिँ उसको धेरै राम्रो भइसकेको छ, बोल्न थालेको छ, अनि आवाजहरू चिन्न थालेको छ। उसको पहिलाको भन्दा धेरै कुराहरू चेन्जेस आइरहेको छ। अब स्कुल पनि हाल्नुपर्ने छ। उसको प्यारेन्ट्सलाई चाहिँ मैले स्कुल पनि हाल्नु भने आफूले सक्ने कुरा आफूले र नसक्ने पनि कतैबाट जुटाएर गर्न सकिन्छ कि भनेर मैले चाहिँ एउटा मनले सोचेँ। त्यही भएर मैले कोसिस गरेँ, म सफल पनि भएँ। एउटा सन्तुष्टि हो नि मान्छेलाई। मैले चाहिँ समाजमा एकदम समाजै परिवर्तन गर्न नसके पनि कसैको एउटा जीवन चाहिँ परिवर्तन गर्न सकेँ भन्ने मलाई त्यो खुसी लाग्छ। जो आर्थिक अवस्था एकदम कमजोर भएको गर्न नसक्ने भयो भने चाहिँ मैले वर्षमा 2 जना जति बच्चाको लागि चाहिँ गर्ने अठोट लिएको छु। सकेसम्म म त्यसमा सफल पनि हुन्छु।